हेलो एभ्रिबडी वेलकम टु सजिलो अङ्ग्रेजी भाषा युट्युब च्यानल सजिलो इङ्ग्लिस लर्निङ जिरोबाट सजिलै र सरल तरिकाले बुझेर इङ्ग्लिस सिक्नको लागि हाम्रो यस सजिलो अङ्ग्रेजी भाषा युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला। ओके, लेट्स बिगिन नाउ। आजको भिडियोमा हामीले एकदमै दैनिक रूपमा प्रयोग गर्ने यस्ता अङ्ग्रेजीको शब्दहरू जुन चाहिँ हामीले अङ्ग्रेजी सिक्दा एकदमै उपयोग हुने गर्दछ, प्रयोग हुने गर्दछ। जस्तै I had, I was, होइन, राम have, राम can, we was, we can, I did, we must, यी शब्दहरू छन् जति पनि यी शब्दहरूलाई हामीले के गरेको छौँ त यहाँ सेन्टेन्स सहित अनि यसलाई रुल सहित होइन यसको फर्मुला सहित कहाँनिर प्रयोग गर्ने भन्ने कुरा हामीले यहाँ सिकाएका छौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, लाइक पनि गर्नुहोला अनि च्यानललाई सब्सक्राइब पनि गर्नुहोला है त। ओके, सुरु गरौँ न त। सबैभन्दा पहिलो वर्ड रहेको छ ह्याभ। अब ह्याभ भनेको नेपाली अर्थ चाहिँ के हुन्छ भन्दाखेरि सँग छ भन्ने हुन्छ होइन, सँग छन् होइन, यसरी सँग छ अथवा राखेको छ अथवा एको छ भन्ने नेपालीमा पाएको छ भन्ने कुराहरू आयो भने चाहिँ हामीहरू खाएको छ भन्ने कुराहरू आयो भने चाहिँ के गर्छौँ हामीहरू ह्याभको प्रयोग गर्छौँ। अब कहाँ कहाँ कुन कुन कन्डिसनमा प्रयोग गर्ने, जस्तै पहिले सुरु हामीले चाहिँ यो सँग छ भन्ने प्रयोग गरौँ है। जस्तै रुल चाहिँ हाम्रो के हुन्छ भने ह्याभ भनेको चाहिँ आई, वी, यु, दे एन्ड प्लुरल सब्जेक्ट। यु भनेको त हाम्रो सब्जेक्ट हो होइन, आई, वी, यु, दे भनेको के हो त सब्जेक्ट हो नि हो। यो सब्जेक्टहरूमा चाहिँ हामीहरू के गर्छौँ यो ह्याभको प्रयोग गर्छौँ। तपाईँहरूले एकदमै ध्यान दिएर सुन्नुपर्ने हुन्छ। के गर्छौँ अरे आई सब्जेक्ट आयो भने, वी सब्जेक्ट आयो भने, यु सब्जेक्ट आयो भने, दे सब्जेक्ट आयो भने अनि प्लुरल भनेको चाहिँ के हो त प्लुरल भनेको बहुवचन हो होइन, दुईजना एकभन्दा बढी छ भने हामीहरू यो ह्याभ प्रयोग गर्छौँ। जस्तै हामीले इक्जाम्पल हेर्न सक्छौँ यहाँ आई ह्याभ अ ल्यापटप भनेको मसँग ल्यापटप छ, यो सँगको हामीहरू प्रयोग गर्दैछौँ। के गर्दैछौँ सँगको के अरे सँग छ भनेको छ नि मसँग ल्यापटप छ होइन। तपाईँको स्वामित्वमा कुनै पनि चिज वस्तु छ भने त्यतिखेर ह्याभको प्रयोग गर्नुपर्ने हुन्छ। आई ह्याभ अ ल्यापटप, मसँग ल्यापटप छ। अब यसैले वी ह्याभ अ ल्यापटप भन्न सक्नुहुन्छ, यु ह्याभ अ ल्यापटप, दे ह्याभ अ ल्यापटप। अब प्लुरल भनेको चाहिँ जस्तै दुईजना भनेपछि राम एन्ड हरि ह्याभ अ ल्यापटप, राम र हरिसँग ल्यापटप छ होइन। अर्को पनि हेरौँ वी ह्याभ मनी, हामीसँग पैसा छ। यसरी प्रयोग गर्न सक्यो क्या, सब्जेक्ट अनुसार मात्रै प्रयोग गर्ने। जस्तै अब यहाँ हिसी पनि इट पनि सब्जेक्ट हो नि त। जस्तै हि ह्याभ अ ल्यापटप भन्न मिल्छ त मिल्दैन होइन, त्यसको चाहिँ फाल्टै छ। अब यो ह्याभ भनेको चाहिँ तपाईँले याद गर्नु पऱ्यो आई, वी, यु, दे अनि प्लुरल सब्जेक्टहरू आउँदा हामीहरूले के गर्छौँ ह्याभको प्रयोग गर्छौँ है त। त्यति बुझ्ने, यो चाहिँ सँग छ भन्दाखेरि। अब यसकै अर्को पनि रुल छ हाम्रो, रुल नम्बर 2 मा छ आई, वी, यु, दे एन्ड प्लुरल सब्जेक्ट। सब्जेक्ट त त्यही नै हो तर कन्डिसन चाहिँ कस्तो भन्दाखेरि नेपालीमा चाहिँ एको छ भनेर आयो भने यो चाहिँ कुन भन्दाखेरि प्रेजेन्ट पर्फेक्ट टेन्स। तपाईँहरूले टेन्स पनि एकदमै जान्नुपर्ने हुन्छ, सिक्नुभएको छ कि छैन भने मेरो च्यानलमा पनि अपलोड गरेको भिडियोहरू छ, यु क्यान वाच। एको छ भनेको के हो त, यो चाहिँ नेपालीमा एको छ भनेर आयो भने के गर्छौँ हामीहरू ह्याभको प्रयोग गर्छौँ होइन। जस्तै अब कस्तो कन्डिसनमा भन्दाखेरि प्रेजेन्ट पर्फेक्ट टेन्स हो त्यो होइन। जस्तै अब रामले भात खाएछ, राम स्कुल गएको छ होइन, म स्कुल गएको छु होइन भन्दाखेरि हामीहरू यो प्रयोग गर्छौँ। जस्तै अब सब्जेक्ट प्लस ह्याभ प्लस भर्ब 3 प्लस सब्जेक्ट, यो भनेको कुन टेन्सको स्ट्रक्चर हो प्रेजेन्ट पर्फेक्ट टेन्स होइन, प्रेजेन्ट पर्फेक्ट टेन्सको स्ट्रक्चर हो। यसको स्ट्रक्चर के त सब्जेक्ट प्लस ह्याभ प्लस भर्ब 3 प्लस सब्जेक्ट, भर्ब 3 हुनु पऱ्यो होइन। भर्ब 3 भनेको थाहा छ, इट भनेको भर्ब 1, एट भनेको भर्ब 2, इटन भनेको चाहिँ भर्ब 3 हो नि त हो। त्यो चाहिँ हामीले के गर्छौँ यो प्रेजेन्ट पर्फेक्ट टेन्समा प्रयोग गर्छौँ यसको रुल अनुसार। जस्तै अब यहाँ रुल अनुसार त हामीले आफै बनाउन सक्यौँ होइन। जस्तै इट भनेर प्रयोग गरौँ आई ह्याभ इटन राइस। अब यसरी इक्जाम्पल हेरौँ त आई ह्याभ इटन राइस, मैले भात खाएको छु भन्नु पऱ्यो भने यसरी वी ह्याभ इटन राइस, हामीले भात खाएका छौँ, यु ह्याभ इटन राइस, तिमीले भात खाएका छौ, दे ह्याभ इटन राइस, तिनीहरूले भात खाएका छन्, राम एन्ड हरि ह्याभ इटन राइस, राम र हरिले भात खाएका छन् भनेर यसरी हामीले प्रयोग गर्न सक्छौँ। इजी छ है, तपाईँहरूले बुझ्नु चाहिँ पऱ्यो। नेपालीमा यसरी ह्याभको कन्डिसनमा हामीले अघि चाहिँ सँग छ भनेर प्रयोग गरौँ, त्यो कन्डिसनमा प्रयोग गरियो। अब यो चाहिँ एको छ नेपालीमा आयो भने होइन, यसरी एको चाहिँ खाएको छु, मैले भात खाएको छु, उसले खाएको छ होइन, उसले पिएको छ हो। यस्तरी कन्डिसनमा यो चाहिँ प्रेजेन्ट पर्फेक्ट टेन्स भनेर तपाईँहरूले बुझ्नु पऱ्यो। नेक्स्ट इक्जाम्पल यु क्यान सी हियर दे ह्याभ गन टु स्कुल, तिनीहरू स्कुल गएका छन्, दे ह्याभ गन टु स्कुल। अब यसरी यहाँ पनि के आयो सब्जेक्ट प्लस ह्याभ प्लस भर्ब 3, यो गो वेन्ट गन, गो वेन्ट गन, गन भनेको भर्ब 3 हो नि त, टु स्कुल, तिनीहरू स्कुल गएका छन्।
हामीले इङ्ग्लिस बोल्नको लागि यो नेपाली ग्रामरहरू पनि जानेको हुनुपर्छ। जस्तै एको छ भनेर आयो नि, अब एको छ आउने बित्तिकै मैले के प्रयोग गर्नुपर्छ, ह्याभ प्लस भर्ब 3 भनेर प्रयोग गर्नुपर्छ है भन्ने चाहिँ हामीले वी सुड अन्डरस्ट्यान्ड, हामीले बुझ्नुपर्ने हुन्छ है त। नेक्स्ट ह्याज भनेको चाहिँ अब त्यस्तै गरेर अघि ह्याभको प्रयोग गरौँ, अब चाहिँ हाम्रो ह्याजको प्रयोग गर्छौँ। ह्याज भनेको चाहिँ सँग छ हो, यो चाहिँ सँग छन्, जस्तै एको छ, पाएको छ भन्ने त्यस्तै कन्डिसन हो। तर यो चाहिँ रुल अनुसार चेन्ज गर्न सकिन्छ, हामीले प्रयोग गर्नुपर्ने हुन्छ। जस्तै रुल चाहिँ हि सी इट एन्ड सिङ्गुलर सब्जेक्ट, यो सिङ्गुलर सब्जेक्टहरूमा र हि सी इटमा प्रयोग गर्छौँ। जस्तै यो चाहिँ सँग छमा कन्डिसनमा ह्याजको प्रयोग होइन। के सब्जेक्ट आउँदा हि सी इट, अघि चाहिँ ह्याभलाई चाहिँ हामीले आई वी यु देसँग प्रयोग गऱ्यौँ अनि प्लुरल सब्जेक्ट आउँदा, तर यो चाहिँ हि सी इट अनि सिङ्गुलर सब्जेक्ट, यो एकदमै तपाईँहरूले ध्यान दिनुपर्ने हुन्छ, यो जान्नुपर्ने हुन्छ यसको बारेमा, अनि मात्रै यसरी सेन्टेन्स बनाउन सकिन्छ। इक्जाम्पल हेरौँ, वी क्यान सी हि ह्याज अ बुक, उसँग किताब छ भन्नु पऱ्यो भने हि ह्याज अ बुक, यसरी सी ह्याज अ बुक, इट ह्याज अ बुक, यससँग किताब छ, सी ह्याज अ बुक, उनीसँग किताब छ होइन। अब सिङ्गुलर सब्जेक्ट भनेको चाहिँ के हो, जस्तै राम ह्याज अ बुक भन्न सक्यो, यसरी राम ह्याज अ जब, रामसँग जागिर छ, यसरी भन्न सक्यो नि त हो। यो कन्डिसनमा हामीले के गर्न सक्छौँ, यो ह्याजको प्रयोग गर्न सक्छौँ। सिङ्गुलर सब्जेक्ट प्लस हि सी इटमा के गर्छौँ, के को प्रयोग गर्छौँ, ह्याजको प्रयोग गर्छौँ। अब यसलाई नै हामीले अर्कोमा पनि प्रयोग गर्न सक्छौँ, अर्को कन्डिसनमा सब्जेक्ट प्लस ह्याज प्लस भर्ब 3 प्लस सब्जेक्ट प्रेजेन्ट पर्फेक्ट टेन्समा प्रयोग गर्न सक्छौँ। एको छ होइन, एको छ भन्दाखेरि जस्तै हि ह्याज गन टु स्कुल, ऊ स्कुल गएको छ, यो त सब्जेक्ट प्रेजेन्ट पर्फेक्ट नै टेन्स भयो, अघिको पनि प्रेजेन्ट पर्फेक्ट नै, तर सब्जेक्ट अनुसार मात्रै के हो त हाम्रो यहाँ ह्याभ एज प्रयोग हामीले गरिरहेका छौँ है त। जस्तै हि ह्याज गन टु स्कुल, ऊ स्कुल गएको छ, सी ह्याज स्पोकन इङ्ग्लिस, सीताले अङ्ग्रेजी बोलेकी छिन्। यो भर्ब 3 चाहिँ तपाईँहरूले जान्नुपर्ने हुन्छ, पढ्नु भएको छ कि छैन होइन, यसको बारेमा जान्नुपर्ने हुन्छ। स्पोकन भनेको स्पिक, स्पोक, स्पोकन, भर्ब 3 भयो, यसको भर्बहरू जान्नुपर्ने हुन्छ है त तपाईँहरूले, अनि मात्रै बुझ्नुहुन्छ। अब यो भनेको हाम्रो ह्याजको पनि भयो। अब त्यस्तै गरेर हाम्रो ह्याड, अब अघि प्रेजेन्टमा हामीले ह्याभ र ह्याजको प्रयोग गर्थ्यौँ होइन। अब यो ह्याड भनेको चाहिँ त्यस्तै नै हो, तर पास्टको लागि प्रयोग गर्छौँ। सँग थियो, अघि चाहिँ सँग छ भनेर प्रयोग गऱ्यौँ, सब्जेक्ट अनुसार हामीले ह्याभ र ह्याज प्रयोग गऱ्यौँ। तर अब यो चाहिँ सबै विथ अल सब्जेक्ट इन द पास्ट टेन्स, सबै सब्जेक्टसँग हामीले प्रयोग गर्छौँ के को लागि, पास्ट टेन्सको लागि। सँग थियो, थिइन्, राखे, एको थियो होइन, यसरी पास्ट पर्फेक्ट पनि हुन्छ यहाँ। जस्तै सँग थियो भन्दाखेरि हामीले हेरौँ आई ह्याड अ बाइसाइकल, मसँग साइकल थियो, अघि मसँग साइकल छ भन्दाखेरि आई ह्याभ अ साइकल भनिन्छ भने अब साइकल थियो भन्दाखेरि आई ह्याड अ साइकल भन्नु पऱ्यो है त। त्यसै गरी हि ह्याड अ प्रब्लम, उसँग एउटा समस्या थियो होइन, यसरी नै दे ह्याड अ प्रब्लम, अब आईसँग पनि प्रयोग गर्न सक्यो, हिसँग पनि, इटसँग पनि, रामसँग पनि, सबैसँग, अल सब्जेक्ट भनेपछि सबैसँग ह्याड चाहिँ प्रयोग गर्न सक्यो। यु हेभ टु अन्डरस्ट्यान्ड दिस रुल, ओके होइन। पास्ट टेन्स भयो, पास्ट भयो नि त। अब यसलाई रुलमा जाँदाखेरि चाहिँ जस्तै अर्को रुलमा सब्जेक्ट प्लस ह्याड प्लस भर्ब 3, यो पास्ट पर्फेक्ट टेन्सको लागि चाहिँ हामीले एको थियो भन्ने आउँदाखेरि चाहिँ ह्याड प्रयोग गर्छौँ। जस्तै आई ह्याड गन टु स्कुल, म स्कुल गएको थिएँ, अघि म स्कुल गएको छु भन्दाखेरि चाहिँ के गर्यो, सब्जेक्ट प्लस ह्याभ ह्याज प्लस भर्ब 3 प्रयोग गरेको थियौँ नि, तर यहाँ चाहिँ के भयो त, एको थिएँ भनेर आयो, त्यो कन्डिसनमा के गर्यो हामीले ह्याड प्लस भर्ब 3 प्रयोग गरियो होइन, ह्याडको प्रयोग गरियो। त्यस्तै इन दिस वे नेक्स्ट इक्जाम्पल, हि ह्याड ड्रिभन अ कार, उसले गाडी हाँकेको थियो, हि ह्याड ड्रिभन अ कार, यसरी प्रयोग गर्न सक्यो ल। त्यस्तै गरेर नेक्स्ट इक्जाम्पल पनि हामीले हेरौँ। नेक्स्ट वर्ड अर्को रहेको छ वाज। वाज भनेको थिए, थिइन्, थियो, थिए भन्ने कुरामा चाहिँ हामीले वाजको प्रयोग गर्छौँ। यसको भिडियो बारेमा त भिडियो मैले धेरैचोटि पनि अपलोड गर्दै आएको छु। जस्तै वाज भनेको थिए, थिइन्, थियो, थिए भन्दाखेरि, जस्तै अब वाज भनेको चाहिँ नेपाली अर्थ चाहिँ यो लाग्यो। अब यसलाई चाहिँ हामीले रुलमा प्रयोग गर्दाखेरि आई, हि, सी, इट एन्ड सिङ्गुलर सब्जेक्ट इन द पास्ट टेन्स, यो चाहिँ हामीले पास्ट टेन्सको लागि प्रयोग गरिन्छ। अनि सब्जेक्टहरू आई, हि, सी, इट अनि कुनै पनि नामहरू छ भने त्यसको लागि प्रयोग, सिङ्गुलर सब्जेक्ट भनेको जस्तै राम, हरि होइन मा प्रयोग गरियो। अब इक्जाम्पल हेरेर हामीले बुझिहालिन्छ, वी क्यान अन्डरस्ट्यान्ड आई वाज ह्याप्पी होइन, म खुसी थिएँ, यसरी है, यो थिएँ भनेर आउँछ नि त्यस्तो कन्डिसनमा। आई वाज ह्याप्पी, हि वाज ह्याप्पी, ऊ खुसी थियो, सी वाज ह्याप्पी, इट वाज ह्याप्पी, राम वाज ह्याप्पी, सीता वाज ह्याप्पी भनेर भन्न सक्यो। इट वाज कोल्ड यस्टरडे, हिजो जाडो थियो
इट वाज कोल्ड यस्टरडे, हिजो जाडो थियो भन्दाखेरि अब यहाँनिर आई सी इटमा प्रयोग गर्यो। अब प्लुरल सब्जेक्टहरू जस्तै वी यु दे आयो भने त हामीले प्रयोग गर्न सकिन्छ। वी वाज भन्न मिल्दैन, वी वेयर भन्न मिल्दैन है त। जस्तै हि वाज अ टिचर, ऊ शिक्षक थियो भनेर यसरी हामीले भन्न सक्यो, हि वाज अ टिचर। त्यस्तै गरेर अर्को रहेको छ वेयर। वेयर भनेकै अब चाहिँ के हो त, थियौ, थिए, थियौँ, भयौँ भन्दाखेरि हामीले वेयर प्रयोग गर्छौँ। जस्तै रुलमा वी यु दे एन्ड प्लुरल सब्जेक्ट इन द पास्ट, यो पनि पास्ट टेन्सकै लागि प्रयोग गरिन्छ, तर के को लागि, प्लुरल सब्जेक्टको लागि प्रयोग गरिन्छ। जस्तै वी भनेको प्लुरल भयो, यु पनि प्लुरल, दे पनि प्लुरल हो नि त होइन। वी वेयर लेट, हामी ढिला भयौँ अथवा थियौँ होइन, वी वेयर लेट। अब यहाँनिर हि वेयर लेट भन्न मिल्छ त, मिल्दैन। सी वेयर लेट भन्न मिल्छ, आई वेयर लेट भन्न मिल्छ, मिल्दैन, किनकि यो रुल अनुसार हामीले गर्नु पर्यो नि त होइन। त्यस्तै गरेर दे वेयर एट होम, तिनीहरू घरमा थिए, यसरी प्रयोग गर्न सक्यो। हो यो सब्जेक्ट अनुसार हामीले पास्ट इभेन्ट्सको कुराहरू यसरी आयो भने वेयर प्रयोग गर्छौँ। वाज र वेयर तपाईँले कहाँ प्रयोग गर्ने भन्ने कुरा यसरी थाहा हुनु पऱ्यो। राम एन्ड हरि वेयर फ्रेन्ड्स, राम र हरि साथी थिए भनेर यसरी भन्ने है त। ओके, दिस मच फर टुडे, सी यु नेक्स्ट भिडियो।